10,000 रोकाई चप्पल भित्र राख्नुहुन्छ र त्यत्रो पैसा हेर्दा छ कि मलाई जसरी चाहियो पैसा मलाई अरू कुरा थाहा छैन मलाई यो पालि न्यू इयरमा रमाइलो गर्न छ टिन एजको स्टेज कटिसके साला अझै बेरोजगार छ अझ रिसाउन लाज लाग्दैन लाज के हो मैले यो घरमा जन्मिएपछि भुलिसके लाज किन बाबा साथीहरू सब जान्छ न्यू इयर मनाउन म चाहिँ के घरमै सुतेर बस्ने साले तेरो साथीहरू सबले कमाउँछ कि त जस्तो बाउसँग भिख माग्न पर्दैन तिनीहरूलाई ए सरी किन भिखारीसँग भिख मागेछु त अनि बाउलाई भिखारी भन्छ हे भगवान यसलाई सद्बुद्धि देऊ हजुर सर त फेरि आज कहाँबाट आइस यहाँ खै बस्ने ठाउँ छैन औकातमा बस ला के हो सर कैदी जसरी बाँचिरहनु भयो रहेछ त हो त नि धेरै बच्चा भएको राम्रो होइन रहेछ कोठा हेरेर भन्नुभएको अङ्कलले कस्तो जेलको कोठा जस्तो हो त नि कोठा त पहिला यहाँ हरिबहादुर बस्नुहुन्थ्यो के काम थियो लबन सर मलाई न्यू इयरको लागि छुट्टी चाहिए छ फेरि त्यही कुरा गर्न थाल्यो यहाँ त्यही कुराले झगडा भइरहेछ चुप लाग्छ त सर यो वर्ष तनाव नै तनावमा गयो एक दिन त रमाइलो गरौँ भनेर हो के रे हो त नि के को हो त नि तँलाई के को तनाव छ भन् त खानी र अग्नि बाहेक अरू के आउँछ तँलाई गु आउँछ अहिले एकछिनमा पढेर सकाउन त दिनु न के आउँछ भनेर देखाइहाल्छु नि साले 12 क्लास 27 के होम सेन्टरमा एक्जाम दिएर अझ कति पढ्नु पर्यो र कमाउनलाई कस्तो होम सेन्टरमा हो र बाहिर दिएको भए नि पास हुन्थ्यो नि म ए हो ल त्यसो भए भन् त व्हाट इज रेन्ट द पेमेन्ट रिसिभ्ड बाइ एन ओनर अफ एनी रियल एसेट्स इन रिटर्न फर इट्स युज फर अ पार्टिकुलर पिरियड अफ टाइम इज कल्ड रेन्ट तैँले मागेको पैसाले 31 डिसेम्बरमै भाडा तिर्न मिल्छ यो कोठाको ए मेरो नलेज चेक गर्नलाई सोधेको होइन आर्थिक समस्या चेक गर्नलाई सोधेको सर एक दिन त रमाइलो गर्न दिनु छोरालाई पहिला कमाउने अनि रमाउने तपाईले कमाउनु भयो त अब हामीले रमाउन दिनु न अर्काको पैसामा रमाउन लाज लाग्दैन मैले भने त लाज के हो मैले यो घरमा जन्मिएपछि भुलिसके भनेर दाइ सुनि सरकारले मलाई शंका लाग्थ्यो कि यो चोर जस्तो देखिने मेरो बाउ होइन भनेर हो त नि अनुहार त मिल्दैन साले बढी बोल्छस् अंकल चिया खानुहुन्छ खाइदिम न त बाबु मलाई पनि एक कप भाडा जुटो छ आफै माछेर खानी बाबु तिमीलाई के मनाउन मन छैन न्यू इयर स्ट्रीट फेस्टिभल जाने हो अंकल ए कोसँग नि बाबु खै अरू बेलामा त मम्मीसँग जान्थे यो पालि कसले लान्छ थाहा छैन बाबु माथि आँस नराख भाइ पहिलाको पालि के रमाइलो गर्यौ त नि स्टेट फेस्टिभलमा बाबु के गर्ने हो र त्यही सिङ किनिदिन्छन् बत्ती बल्नी जहिले अनि हिँडाउँछन् रोडमा टुई टुई अनि के खाथ्यौ त अनि दिमाग मात्र हो खानी यसले अरू त खान सक्नु नि पर्यो नि कति महँगो हुन्छ मतलब तिम्रो बाबाको दिमाग सस्तो छ के रे अंकल हाम्रो घरमा कुखुराको मासु मात्र पाक्छ कि खसीको पाक्दैन मतलब कति सस्तो छ दिमाग आफै बुझ्नु साले तँलाई कति दुःखले पालेछु थाहा छ तँलाई थुतु न धेरै नचला लाउनु अंकल नै पहिला बाउलाई देऊ न ए साँच्ची लेडिज फर्स्ट लाउनु अंकल धन्यवाद है बाबु ल अंकल घरको काम सबै तिमीले हो बाबु गर्ने गरेको गरे हो यो भातेहरूले घरको काम चिया मात्र हो यसले पकाउने न्यू इयरको लागि पैसा दिनु त सब काम गर्छु म आज साले 2 महिनासम्म राख्न मिल्छ कि मैले काम गर्ने मान्छेलाई तलब दिएर तँलाई दिने पैसाले मैले मेरो साथीलाई बोलाएको छु कि आज राति जाने भनेर अब के भन्न मैले त्यसलाई कुन चाहिँ साथीलाई बोलाइस् फेरि माइकल के रे त्यसलाई फेरि किन बोलाएको यहाँ पहिलाको कुरा बिर्सिस् तैँले ओइ माइकल जात यार अहिले मेरो बाउ आउँछ के यार ढुक्क हो कि चिलमा बस्न तैँले हो कि गाँजा खाएको मैले होइन चिलमा बस्नलाई तँ नि खान्छ जस्तो भाइ नाइ कि प्लिज जाने यार ल गए अब म भाइ तँलाई लाए